बुटोलमा ट्रेन छ त नि केपीबाको बनबाटिकामा ओ घर त के भन्ने हो आफ्नो घर त अब बटौलीतिर हो के अरे त्यो पनि हो ट्रेन हो तर त्यो बच्चाको ट्रेन हो फरक छ केपीबा हेलो दाजुभाइहरू गुड मर्निङ के छ सन्चै हुनुहुन्छ होला के अरे म नि सन्चै छु न्यु ब्लग होइन कि मास्क लगाएर चिन्नु होइन त्यस्तो नभन नि साथीले यहाँ बिल्ला हानिदिइराख्यो भने मास्क लागेको छ तपाईँले बुझ्नु भयो नि होला ब्याग स्याग बोकेर मास्क साक्स लगाएपछि हिँडेपछि अब कहाँ यो भन्छ जापान आइयो हुन्छ हामी चाहिँ अब कलेज जानु लाग्यौँ जापानबाट अब त्यही एउटा अलिक जाडो छ कि फेरि यता फेरि त्यो गर्मी महिना भयो के अरे गर्मी महिना भए पनि पानी सानी परिरहेको हुन्छ जाडो हुन्छ मर्सडिज हेर्ने गाइज पछाडिको मर्सडिज लेङ्गे एक दिन हो कि पिके दोस्त बिल्कुल छ तिमी त के हो के छ के अरे अब तर के गर्ने अब हाम्रो दक्षिणाले पुग्दैन त्यही भएर अनि हामी चाहिँ अब नास्ता खाएर हिँडेको अहिले दोस्रो कति बजे यार 11 बजे नेपालमा चाहिँ अहिले 8 बजे नलाएको रहेछ 8:05 हामी चाहिँ अब यहाँ एकी आयौँ क्या एकी भन्नाले चाहिँ ट्रेन स्टेसन अब ट्रेन स्टेसनबाट चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ जानुपर्ने हुन्छ गएकोसम्म स्कुलसम्म स्कुल हो कलेज पनि होइन स्कुल पढ्न आइरहेछौँ हामी चाहिँ अब गएर गएको पर्ने हो आकाशात गर्दै पढ्ने हो कि नै दोस्त नेपालमा त्यत्रो +2 गऱ्यो 10सम्म पढ्यो +2 गऱ्यो त्यसपछि भएन भनेर डिप्लोमा पनि गरेँ म डिप्लोमा दाजुभाइले छेउ लगाइसक्यो क्या यहाँ हामी एकी आएर बसेको होइन यहाँ एउटा को लिन आउँछु भन्दै थियो कलेजसम्म छोडिदिनको लागि अब कुरै छ मगीदेखि भेटेकै छैन को हो कहाँ हो मान्छेलाई चिनेकै छैन कुरिरह्याम आधी घन्टा बढी भइसक्यो यहाँ कुरेर बसेको ठिकै छ अनि कतिको घाम लाग्यो नेपालतिर ल दाजुभाइहरू हामी चाहिँ दाइ आउनु भइसकेको छ र अब दाइसँग हामी चाहिँ अब जिन टोकियोको लागि जाँदैछौँ अनि चाहिँ अलिक यस्तो कार्ड पनि बनाइसकेको छु कि यो बनाउनु पर्दो रहेछ स्विफ्ट कार्ड भन्छ यसलाई चाहिँ जुन चाहिँ हामीलाई उता ट्रेनमा टिकट काटिराख्नु पर्दैन रहेछ क्या त्यस्तै हो जापानमा चाहिँ रुल्स अलि बढी छ लाइनमा हिँड्नुपर्छ गाह्रो छ क्या अब गाह्रो छ यहाँ केटाहरू आइसकेको रहेछ हाम्रो दादालाई ल वेलकम छ दाइ भ्लगमा होइन के छ केटा त कोट सर्टमा ल दाजुभाइहरू हामी चाहिँ ट्रेनबाट पनि झरिसकेको छौँ ट्रेनबाट झरेर हिँड्दैछौँ पछि दुग्रिँला होइन अब यस्तोमा अहिले चाहिँ ढिलो भएको छैन हिँड्दै जाऊँ होइन दुग्रिने समय आउँछ हाम्रो भने अब चाहिँ हामी चाहिँ कलेजतर्फ जाँदैछौँ केटाकेटी हो कलेज होइन सरी स्कुल हो कि दाइ बुढो हो स्कुल जानु लागि फेरि बाटोको त ब्लग हेरेर पनि बाटो चिनिन्छ क्या निपोरी भन्ने ठाउँमा झरेर हामी चाहिँ अब यताबाट जाँदैछौँ केटाहरू त फेरि कोट सोटमा आइदिएछन् कि टकलर एमसी भएर हामी पो हो र ज्याकेट स्याकेट हुडसुट लगाएर आउने अनि यो चाहिँ के छ त गाउँलेहरू अगाडि आएर उयो त्यो लाइटमा पऱ्यो हामी अगाडिको गइहाल्यो नि त्यसै दुगुर्नु पऱ्यो हामीलाई दुगुर्दा थकेर आएर माथि पनि दोकान रहेछ जुस पाइदो रहेछ ठिकै छ जिन टोकियो जापानिजको 2 hours दाजुभाइहरू होइन हामी चाहिँ भर्खर त्यो टेस्ट हुँदो रहेछ क्या टेस्ट भन्ने जात दिएर आइसकेको छ भन अब हामी टेस्ट दिएर पनि अब हामी घर जाँदैछौँ मास्क लगाउँदाखेरि अलि अर्कै देखिने कि त्यहाँ जाँदाखेरि यस्तो हो क्या अब हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ अब इक्जाम पनि दिइसकेको छौँ अब इक्जाम दिएर पनि हामी घर जाँदैछौँ घर त के भन्ने हो आफ्नो घर त अब बटौलीतिर हो के अरे हाम्रो घर त यहाँ ओचुका स्टेसनदेखि थोरै 5 मिनटमा लाग्छ केटा हिँडेर नाम तर हाम्रो नेपालमा यस्तो भयो भने क्या होइन यस्तो दोकान भयो भने कसम से अर्को दिन हुन्न कि त्यो दोकान त्यहाँ नेपालमा त आज लगाइदियो भने रोक्न आज भेन्डिङ मेसिन लगाइदियो भने भोलि त्यो भेन्डिङ मेसिन साझा चोरी हुन्छ कि सबै चिज ठिकै छ होइन दाजुभाइहरू यस्तै रहेछ जापानको
बसाइ अब हाम्रो यहाँ कति हुन्छ मलाई पनि थाहा छैन ठिकै छ तर हाम्रो नेपालमा पनि हुनु पऱ्यो कि यस्तो आकाश हेर न माथि माथि बाटो छ पुल छ ट्रेन हिँड्छ खै हाम्रो नेपालमा ट्रेन आउँछ भनेको जमानामा हो वान्स अपन अ टाइममा हो अहिलेसम्म आएको छैन हाम्रो अब हाम्रो बालेन्दै आउनु भइसकेछ कि र बालेन्दाले अब के गर्नुहुन्छ ठिकै छ ढुक्क बुटोलमा ट्रेन छ त नि केपी भएको बनबाटिकामा सुन्यो नि हाम्रो प्रकाशले भनेको कुरा होइन छ त्यो पनि हो ट्रेन हो तर त्यो बच्चाको ट्रेन हो फरक छ केपी यस्तो हुनु पऱ्यो क्या दाजुभाइहरू बाटो भनेपछि यार होइन यो अलि पेन्टिङ सेन्टिङ गरेको छैन त्यो पनि ठिकै छ नि त लाइट वाइट छ हाम्रो नेपालमा चाहिँ लाइट चोरिदिइसक्थे ए यस्तो बाटो माथि बाटो यता बाटो यहाँ बाटो यसको माथि बाटो उता बाटो इट्स जापानकै म्यान कहिले विकास हुने हो के होइन अब म त म आफू विकास हुनु पऱ्यो नि त सुरुमा त होइन विकास त काठमाडौँ आचरण गरे को विकास भाइ हाम्रो विकास भाइ किन भाइ मलाई अब यहाँदेखि भित्र चाहिँ स्टेसन छ हाम्रो स्टेसनमा जानुपर्छ यहाँदेखि रेड लाइट बोल्यो साँच्चीकै राति होइन हिजो साँझ हामी के गरेर निस्किन्छौँ यसो वाकिङको लागि गाडी साडी केही छैन कि त्यही पनि मान्छेले के रुल्स फलो गरिदिरहेको क्या यो कुरा भन हाम्रो नेपालमा भएको है यहीँ उभि यसरी हुन्छ नि यसरी हात देखाएर यसरी रोक्नु गरेर गइदिन्छ क्या तर यहाँदेखि चाहिँ जस्तो सुकै होस् रुल्स इज रुल्स के जत्रोले पनि मानिदिएको छ बच्चादेखि बुढोसम्म त्यो चाहिँ बवाल हो कि केटाहरू हामी चाहिँ जाँदैछौँ अब यहाँबाट ल हामी चाहिँ भोलि भेट्छौँ दाइहरूको उता पऱ्यो हाम्रो यता अब हामी यता ओचुका जाने हो ल ठिकै छ अब हामी लिफ्टमा पनि हामी हिँड्छौँ कि फेरि खोला हो नि त हाम्रो हामी चाहिँ एकचोटि हराएर पनि एउटा स्टेसनबाट अर्को स्टेसनमा पुगेछौँ गलत साइडको स्टेसन फेरि हामी त्यहाँबाट सही स्टेसन खोजेर जाँदैछौँ ठिकै छ कहिले कसो हराउनु पर्छ कहिले अस्ति पनि हराइएको थियो एकचोटि टाइममा हराउनु पर्छ ल दादा ल फेरि यो कलेजमा भेटौँला अब ल केटा ल सबैलाई बाई बाई गरियो अब हामी झर्ने कता झर्ने थाहै छैन छोपम के अरे एकछिन हामी त आइयो अब ओचुका स्टेसन ठिकै छ अब हामी ओचुका आइयो अब तल गइन्छ एक्जिटतिर गएर बसिन्छ आइसकेको छौँ हामी चाहिँ अब एकछिन कुर्छौँ होला यताउति दोकान हेर्दैछु म ए आउनु रहेछ ल त अब हामी स्टेसन बाहिर आयौँ होइन ठ्याक्क अब दिवसको मामा आउनुपर्छ अनि चाहिँ सुन्दर यिनी चाहिँ के अरे कृष्ण अब बुटोलमा हुँदा जाडो हुन्थ्यो अब यहाँ चाहिँ अब यहाँ पनि जाडै भएछ ए होइन बुटोलमा हुँदा गर्मी हुन्थ्यो यहाँ चाहिँ धेरै नै जाडो छ अब ठ्याक्क दिवसको मामा दिवस